भवन्तु ब्रुवन्तु। अब सुन्ने ओम कल्याणम हरे ओम यथे मां वाचं कल्याणी मावदानि जनेभ्यः ब्रह्मराजन्याभ्यागं शूद्राय चार्याय च स्वाय चारणाय च प्रियो देवानन्दक्षिणायै दातुरिह भूया समयं मे कामः समृद्धतामुपमादु नमतो। फेरि भन्नुहोस् ओम शान्तिं भवन्तु ब्रुवन्तु। ओम शान्तिं भवन्तु ब्रुवन्तु। ओम शान्तिं भवन्तु ब्रुवन्तु। सुन्ने ओम शान्तिः हरिः ओम द्यौः शान्तिरन्तरिक्षगं शान्तिः पृथिवी शान्तिरापः शान्तिरोषधयः शान्तिः वनस्पतयः शान्तिर्विश्वे देवाः शान्ति ब्रह्म शान्तिः सर्वगं शान्तिः शान्तिरेव शान्तिः सामा शान्तिरेधि। फेरि भन्नुहोस् ओम श्रियं भवन्तु ब्रुवन्तु। ओम श्रियं भवन्तु ब्रुवन्तु। ओम श्रियं भवन्तु ब्रुवन्तु। सुन्नुहोस् ओम श्रीः हरिः ओम मनसः काममाकूतिं वाचः सत्यमशीय वसूनागिं रूपमन्यस्य रसो यशः श्रीः श्रयतां गजानं भूतगणादिसेवितं समेतजम्बो फलचारुभक्षणम् उमासुतं शोकविनाशकारकं नमामि विघ्नेश्वरपादपङ्कजं। विघ्नेश्वराय वरदाय सुरप्रियाय लम्बोदराय सकलाय जगद्धिताय नागाननाय श्रुतियज्ञविभूषिताय गौरीसुताय गणनाथ नमो नमस्ते। ओम सिद्धिबुद्धिसहिताय शांगाय सपरिवारयुधाय श्रीमन्महागणाधिपतये नमः। र आफ्नो चिजहरू गणेशजीमा सबैजनाले अर्पण गर्नुहुन्छ। हामी त दुईजना छुटेछौँ त। हामी बुढाबुढी दुईजनालाई फेरि दोहोऱ्याएर लाउनु पर्छ। बुढाबुढी नै छुटे बुढाबुढी नै छुटे झन्। पञ्चगव्य अर्पण गरौँ। यत्त्वगस्थिगतं पापं देहे तिष्ठति मामके प्राश्नात् पञ्चगव्यस्य दहत्वग्निरिवेन्दनम्। पञ्चगव्य कान्छबा कहाँ हो? गरिबनलाई किट्टी नमाले पठाउ गरेर भर्खर सुरु भइरहेछ। पहिलोचोटि बाबाको हातको टिका लगाउनु पाएको खुसी लाग्यो होला नि। हजुर मामाको हातको टिका लगाउनु पाएको छु गरे क्या पहिलाचोटि। मैले झुट बोलेको होइन। हामीलाई त नसुनाउनु है टिका भोलि गाह्रो
ओए अलिअलि यसरी गरेर प्रोफाइल पिक्चर मैले देखेँ यस्तो भयो यसको बिहे हुने बेला तल हुन्छ नि योभन्दा ठुलो गरमा यता चाहिँ आशीर्वाद पुरा हुँदैन दिनु है एउटा चाहिँ सबैले पहिले यता दिनु पर्यो भइसक्यो यता चाहिँ अब हुने कुरै हो अब मेलो मेसो भन्नु है अनि भाग्यमानी हो त ए उकालो दिएर नि एक छाक सिक्दै गरेको नि त त्यो सिकेको पुर्खादेखि ल्याउ सहिदिनु होइन छोरीको पैसा थप्ने नि पैसा राखेर पो ढुक्नुपर्छ गएर हुन्छ खोइ बरु हजुर खाना खाना गइसक्यो त त्यहाँ हावै कस्तो पालो हो बाजे बाजे यहाँ बसिरहेको छ म छु हामी यहाँ पढ्दैन के दिनु हो यिनीहरूलाई त के दिनुहुन्छ के सबै दिनु न हामीलाई चाहिँ अब विवाह भइसक्यो पहिला चाहिँ हरेक पछि बनाउँदै दिन्छु अनि घडी चाहिँ देखाउँछ एक महिना एकचोटि लाग्यो नि त हो त एक महिना लक्की रहेछ नि दुईचोटि त्यसो भए अब तिनचोटि छिटो हुन्छ अस्तिको पालि दुईचोटि त एक महिना भयो तिनचोटि छिटो हुन्छ होला होइन खानुभन्दा पनि उता जानु हतार त्यही भने मैले यस्तै हुन्छ क्या तिनचोटि खोइ आइज है आशिष दिने हो अघि आसिक बिहारले सब दिइसक्यो अब के गर्नु मैले धेरै दियो भने कस्तो हतार भयो एकछिन यहाँ बुढाको लागि एकैचोटि हो तपाईँले मनोको त्यो जुत्ता उठाउनु ओए कान्छीलाई पनि ल्याइदिनु है के ल्याउने है त आस भने मसँग त डर बोल्दै बोल्दै ओए यता यता त्यो बन्द त्यो बन्द ल रामसँग पढ्ने आस बाबा धेरै मुखमुखी नलाग्ने सबलाई नथर्काउने आस बाबा र थर्काउँछ त हेर्नु र हरै उचाल्छ त्यहाँ त्यसमा के पर्दैन लट्ठीले र छिटोन्छ ल पहिला अनि एकचोटि एकलहरु के दिँदै होइन्छ अर्को क्याप क्याप त्यसपछि मन मनै आसिदिएछ है छोरी भात खाउँला पाक्दैछ चिता होला त्यसपछि फोटो हान्ने होला चिज लाग्दैछ क्या इसानी सबै सफा गर एकदम क्लियर हो है त्यही त ठिक छ काठमाडौँको सुन्दरा धरहरा यो चाहिँ पुरानो भत्किएको धरहरा
सस्तो सुपारी सस्तो सिरैमा तिम्रो निगाइलाई चन्दामै जस्तो सिरैमा तिम्रो निगाइलाई चन्दामै जस्तो सल्लरी मनमा साँझको बेला कोइली कान्छा बोलाउँछ सल्लरी मनमा साँझको बेला कोइली कान्छा बोलाउँछ हेर्दा मनले तालेमा खाले गल्लीको कान्छा बोलाउँछ मान्छेले घरभित्र यसरी पानी पसिरहेछ। यो भक्तपुरको राधे राधे यो एरियाको चाहिँ हनुमन्ते खोला सबै यो गाउँभित्र बस्तीभित्र छिरेर ल हेर्नु केही पनि बाँकी छैन। यहाँ हेर्नुहोस् यो सडक हो जहाँ पानी बगिरहेको छ। यो अरनिको राजमार्ग हो। अरनिको राजमार्ग चाहिँ यो छ। तपाईहरु कोही पनि यात्रा गर्दै हुनुहुन्छ, यात्रा गर्ने क्रममा हुनुहुन्छ, कतै निस्किने सोच निकाल्नु भएको छ पूर्व जाने
अरनीको हाइवे हुँदै एकदमै सोच विचार गर्नु होला र यो अवस्थामा तपाईहरु यात्रामा ननिस्किनु होला। यो हेर्नुस् त यो ड्राइभिङ सेन्टर हो। ड्राइभिङ सेन्टर यसरी डुबिरहेको छ। यहाँ कुनै पनि स्थान बाँकी छैन। हेरिटेज देखिरहेको छ। यहाँ डुबान भइरहेको छ। यो मुख्यतया हनुमन्ते खोला चाहिँ छिरेको यो स्थानबाट छिरेर सबै डुबान भएको छ। हामी यतातिर नाति केटो के खाँदैछ? ओ नाति, हेलो। रुँदा पो रहेछ। हेलो, यता पुरै सन्तोष जस्तै रहेछ। भक्तपुरको सिद्ध पोखरी सबैजना हामी यहाँ भेला भएर हेलो इभिना हेलो हाई गर हाई हो। भक्तपुरको सिद्ध पोखरी घुम्न आए। के घुम्ने यस्तो बोट त भित्र। हेलो हेलो सबैजना के छ? सिद्ध पोखरीमा यहाँ सबैजना भेला भएको। ए भान्जी हेलो हेलो खोइ त्यो अब कहाँ गयो? हो रियाना ऊ दौडिँदैछ उता। रियाना यता दौडिँदैछ। रियाना ढुङ्गाहरू चलिरहेछन् यहाँ हल्का फुल्का। रेडी आऊ आऊ ल। यो त गीत चाहिँ अहिले भरे हाले हुन्छ है। भिडियो मात्रै खिचिरहेको छ। पोखरी पनि देखाइरहेको छु। हेलो 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 ओइ 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 दुखेछ
Thank you.